तपाईहरुले माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ त भर्नु नै भएको होला, तर अब यसको रिजल्ट चाहिँ कहिले आउँछ त र यो आइपिओ कति जनालाई पर्छ त? आजको भिडियोमा चाहिँ यसको रिजल्ट कहिले आउँछ, यो आइपिओ कति जनाले भरेका थिए र यो आइपिओ कति जनाले 10-10 किताको दरले हात पार्नेछन् भन्ने विषयमा कुरा गर्न गइरहेको छु। भिडियो सुरु हुनुभन्दा अगाडि सबैलाई एउटा रिक्वेस्ट गर्न चाहे, यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि आगामी दिनमा पनि तपाईहरुले हाम्रो च्यानलमा शेयर मार्केट रिलेटेड भिडियोहरु हेर्न सक्नुहुनेछ। कम्पनीको अर्निङ पर शेयर 5 रुपैयाँ 13 पैसा रहेको छ भने कम्पनीको नेटवर्थ 106 रुपैयाँ 84 पैसा रहेको छ। त्यसैगरी साथीहरु यस कम्पनीलाई चाहिँ डबल बी को रेटिङ प्रदान गरिएको छ, जसले मध्यम जोखिम बुझाउँछ। साथीहरु यो आइपिओ चाहिँ 28,95,794 जनाले आवेदन दिएका थिए, जसमध्ये जम्मा 1,42,760 जनाले 10 किता मात्र हात पार्न सफल हुनेछन्। त्यसैगरी बाँकी रहेको 27.5 लाख जनाको चाहिँ हात खाली नै रहनेछ। साथीहरु यसको रिजल्टको कुरा गर्नु पर्दा चाहिँ यो आइपिओ चाहिँ असार 19 गते शुक्रबार बाँडफाँड हुने भएको छ।